फाइनली गाइस चाहिँ हाम्रो सबै खेतहरू हो। आज भदौतिर गतेदेखि चाहिँ हामी खेत गर्न थालेका छौँ। बिहानभरिमा हामी नन्दा भाउजूले यो र यो 2 गेरा गोड्यौँ, 2टा। अरू त्यतिकै बाँकी छ, भर्खर थालेको हो। अनि बुनु चाहिँ अघि नै इमर्जेन्सी काम परेर घर जानुभयो। म चाहिँ त्यति खेत सके पछाडि यति घाँस काटेँ। अनि घाँस काटेर अब चाहिँ 11 बजिसकिसकेको छ। अब म चाहिँ पनि घर जानुपर्ने हुन्छ। आज हाम्रो दिउँसोको काम चाहिँ सुन्तलाको बिरुवा रोप्ने, खाडल खन्ने काम छ गाइजहरू। हैन, यस्तै हो, काम गर्नुपर्छ। यति घाँस काटिसकेको छु। फाइनली मेरो पिक्चर देख्न चाहनुहुन्छ। घाँस चाहिँ यति भारी पुगिसकेको छ। अब म लाग्छु घरतर्फ खानासाना खाएर सुन्तलाको बिरुवा रोप्ने, खाडल खन्ने काम गर्छु आज हामी। फाइनली खेत गोडिसकेर टक्क लागेर घर गएर खाना खाएर पनि म सुन्तलाको बिरुवा रोप्ने ठाउँ खन्न गएर अनि त्यस पछाडि खाडलहरू 3-4वटा खनेर अनि टक्क बसिरहेछु बारीको छेउमा। घाम चाहिँ खतरा लागिरहेछ यतातिर साथीहरू हैन। अनि बारीको डिलमा बसेर शीतलमा बसिरहेको थिएँ क्या, तर म त्यतिखेर कस्तो धेरै घाम लाग्थ्यो। गाउँले जिन्दगी के गर्ने, यस्तै छ हौ। घरकी माइली बुहारीको कामहरू यस्तै छ साथीहरू। मेरो दिनहरू यसरी नै बित्दै गएका छन्। यसरी नै गर्दै हक्क लगाएर उल्टो आइसक्यो बिचमा चाहिँ। यसरी कोदोबारीहरू चाहिँ पुरानो क्लिप भिडियोहरू है। मैले अहिले नयाँ चाहिँ अब बिस्तारै ल्याउँछु। पुरानो भिडियोहरू अपलोड गरिसक्छु हैन। अनि त्यस पछाडि नयाँ पनि ल्याउँछु। सुन्तलाको खाडी खन्दैछु टक्क लागेर। यहाँ पनि बुनु र म नै खन्दैछु। तर बुनु चाहिँ माथिल्लो गाडामा हुनुहुन्थ्यो, म चाहिँ तल्लो गाडामा थिएँ। यहाँ पल्लो छेउरी सुरु भएन। यहाँ पल्लो छुप्राएर तल्लो गाडा फेरि माथिल्लो टार्छ। उतापट्टि छक्क बन्छ। सयजानको बिहाको लागि खाडी खन्ने गरेको अवस्था भनेपछि कतिवटा खाडी खन्नु पर्ने रहेछ। तपाईँहरूलाई फेरि विचार गर्नुहोस्, यतागीत गर्नुहोस्, भन्नुहोस्। आजको सुन्तला रोप्ने कार्यक्रम चाहिँ सकियो। आदि प्रेजेन्ट आदि बाई बाई साथीहरू।